हेलो एभ्रिवन गाइस, फाइनली तपाईहरुलाई RX 100 को अल टु अल एसओ सिरिज देखाउन गइरहेको छु। हेर्नुस् यहाँ यो बाइकमा इन्स्टल गर्ने। हेर्नुस् यहाँ टक्कसँगले ब्रेक केबल RX 100 को, एक्सिलेटर केबल RX 100 को, क्लच केबल RX 100 को, पेट्रोल ट्याबको सँगले RX 100 135 एउटा लाग्छ। र यहाँ छ हेर्नुस् एकदमै महत्त्वपूर्ण किक एसेम्बली 5 स्पिडको है। यो हाल्दाखेरि चाहिँ हाम्रो साइलेन्सरमा टोच हुँदैन। त्यस पछाडि छ यहाँ हेर्नुस् गियर लिभर एसेम्बली RX 100 135 सबैमा लाग्छ। त्यस पछाडि पिस्टन छ गोइज कम्पनीको, तपाईहरुलाई देखाउँदैछु। हेर्नुस् यहाँ ट्यागको सँगले यो पिस्टन हो है। र तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहेर पनि पाउँदैन यस्तो पिस है, यस्तो सर्दम यो चिज छ। यदि RX 100 हरूको तपाईलाई चाहिन्छ भने टक्कसँगले सम्पर्क गर्दा हुन्छ है। र देख्न सक्नुहुन्छ ब्रेक एडजस्टर है ट्यागको सँगले। यो निडल बेरिङ जुन भन्नुहुन्छ केज बेरिङ ट्यागकोसँगले। हेर्नुस् यहाँ यसको कोड पनि भनिदिन्छु 93 310 21 4Y2 ट्यागकोसँगले। यो पिस्टनको गजल पिनको बिचमा हुने हो। आइल सिल पुरै किट छ, हाफ एक्सल छ। त्यस पछाडि अब देखाउँदैछु। हेर्नुस् यहाँ ड्रम प्लेट जुन मिटर पिनियन प्लेट हामीले भन्छौँ। र यहाँ छ मिटर पिनियन पनि यामाको जेन्युनै छ है। त्यसै गरी तपाईहरुलाई अब पिस्टन यो RX 100 किन यति टप स्पिड धेरै यसको छ 100 सीसी मात्रै भन्छौँ, तर 200 सीसी को हर्स पावरको अनुसारले क्षमता छ यसमा। हेर्नुस् यहाँ कस्तो बोरिङ गर्नुपर्ने हुन्छ। हेर्नुस् है यहाँ ट्यागको सँगले। हेर्नुस् एकदम मस्तले हिँड्छ। हेर्नुस् यहाँ यस्तो हालेपछि फुत त निस्किनु पर्छ। हेर्नुस् है ट्यागको सँगले। हेर्नुस् यहाँ कस्तो आनन्द छ। यस्तै गरी बोरिङ चाहिँ गराउँदाखेरि छ नि एकदम स्पेसल गर्नुपर्छ। हेर्नुस् यहाँ यसरी भयो भने गाडीको एकदम स्टार्टिङमा प्रब्लम हुँदैन। हेर्नुस् है ट्यागको सँगले। हेर्नुस् यो चाहिँ हेड हो, क्लिन गरेको दृश्य हेर्न सक्नुहुन्छ है। र यहाँ छ टायर, रिङ, हब, स्पोक पुरै ब्रान्ड न्यू। अब यसमा इन्स्टल गर्ने हो टक्कसँगले यो प्लेट। भिडियो यस्तो राम्रो लाग्यो लाइक कमेन्ट गर्नु होला। हस् त।